कस्तो दामी आएको के 6 बजेदेखिको भोलि बिहान 5 बजेसम्म पानी रहेछ त्यही भएर हामी झराकचुरुक उठेर चाहिँ लाग्यो दिदी कस्तो भयो आज रमाइलो भयो रमाइलो उक्लिन पर्ने भयो है हामी क्यामेरा बोकेर यहाँ आएको छौँ तपाईँलाई रमाइलो फेरि पनि ह्यापी दसैँ भन्न चाहे सबैजना नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई राम्रोसँग दसैँ So hello everyone, welcome back to my YouTube channel. I hope you all are doing well guys. So after a long time बिचमा हराए यसको रिजन चाहिँ म अर्को भिडियोमा दिनेछु. So we have a very long day today है अनि त्यसपछि हामी स्टुडेन्ट खालको चाहिँ के हुन्छ भने we have no time to long travel को लागि अनि त्यसपछि आज हाम्रो चाहिँ पिकनिक प्लान छ. सो या दिदीहरुसँग हामी जान्छौँ अनि त्यही हो दिदीहरुसँग चाहिँ लट्स अफ टाइम हुन्छ त्यही हो अनि आई होप वी इन्जोइङ टु मच रमाइलो हुन्छ कि भन्ने सोचेको छौँ. हाम्रो माताश्रीहरुसँग चाहिँ माथि आउनुहुन्छ सबैजना है सोरो हाम्रो काम पनि सकिसक्यो अनि दिदीहरुसँग चाहिँ लट्स अफ टाइम हुन्छ कि दिदीहरु अब बिहान काम गरेर रेस्ट हो नि त अनि हाम्रो त अब कलेज काम त्यही हुन्छ बिहान बेलुका कलेज दिउँसो काम त्यस्तै हुन्छ नि त अनि दिदीहरुसँग लट्स अफ टाइम हुन्छ हामीसँग हुन्न. सो आज चाहिँ टाइम निकालेर हामी जान्छौँ है रमाइलो गर्छौँ. आई होप वी इन्जोइङ टु मच होइन एक्सपेक्ट गरेको छु रमाइलो हुन्छ भनेर. सो हेर्दै जानु होला अनि थम्बनेल र टाइटल हेरेर त थाहा भइसक्नु भयो होला मेबी होइन उक्लिन पर्ने भयो है. यो लिएर जाने होला नि पानी सेतोमा के हो ओरिजिनल त्यस्तो के हो दुईटाको दुईटा पानी लैजाने कति हुने रहेछ हेर्नु है मात्र लिनु कुन ठाउँ गएर बसेछन् कि अब फेरि भिडियो कस्तो बनाउनु मन लाग्छ. हाम्रो दादा दिदीले छाडा छाडा बोल्दैछन् कि बेला बेला पहिलाको भिडियो पनि कति धेरै काटेको के त झन् राम्रै हुन्छ जानु त जाने अब कुन साइड पो गयो भन्ने कुरो हो. फेरि माथि उता अब दिदीहरूलाई भेट्न गाह्रो छ. अब कुन ठाउँमा गएँ मम्मी मोनो किनेर त आइयो खाने कुरो बोकेर कहाँ उड्यो ऊ त्यस्तो उता हो नि या उता हो त्यो जग्गाको ड्रेस त्यस्तै लागेको मलाई मान्छे हरायो हो चाहिँ कहाँ हो नि होला घर हेर्नु बच्चाहरूलाई क्या कति महँगोहरूलाई किन्छु नि जाँदाखेरि एकछिन टाइम स्पेन्ड गर्नलाई पनि रमाइलो. खोइ कहाँ हो टोइलेट त सुहा भने जान्नु जहिले ल्याउनु झोला सामान मलाई त आएन दिदी अब कता पो हो त यिनीहरू कहाँ पो खान्छ है लु हाम्रो एरियाको टोइलेट ए मेरो त खातै गयो दिदीहरू कहाँ जानुभयो है कहाँ जानुभयो सोल्टिङहरू ए उहाँ बस्नु भएको रहेछ उता बस्नु भएको रहेछ अनि अब चाहिँ जानुपर्ने हुन्छ उहाँ अब कताबाट पो टेक्ने हो त उहाँ बसिरह रमाइलो त गर्नु पऱ्यो नि होइन हराए सोल्टिने म त गने ठाउँ राम्रै के यता गर्नु भएको रहेछ राम्रो लाग्यो मलाई सम्झियोस् मेमोरी गुड मेमोरिज क्रिएट हुने भयो आज सुके लगाएर हाम्रो माताश्री चिल्लर पार्टी
दामी देख्यो कि दिदी Happy Dasai everyone! यहाँ चौरीमा बसेर हुँदैछ अब सबैजनालाई टिका लगाइदिनु भनेको टिकै ल्याउनु कस्तो दामी देखेको के Look at this मम्मी यस्तो घरको याद आइरह टिका लाउने दिन छँदै दिदी किन आत्तिन भएर लगाइदिइहाल्नु होला नि टिका लाउने दिन छँदै खानु आत्तिनु नआत्तिनु रुपा दिदी ए हाल्नु त यसै गरेर हाल्नु यसरी जान्छ यो गीत हाल्दिनु पर्यो तुम जो गम दियो हेर्नुको भन्दा त त्यो मान्छे हेर्नु को भनेर एउटा बुढीले हो देख्यो हेर्यो मासु ल यो चाहिँ मेरो भाग हो गाइस आज चाहिँ म सबैको परिचय गराउँछु यो यसको नाम हो बुढी यसको नाम हो आलु यसको नाम हो किरौ यसको नाम हो अचार यसको नाम हो मसी खानी हिरा दिदी नाम सबैको थाहा रहेछ जाइन दिदी पुरी रुपा वाटिएन चढ्नु न ल अब गाइस है भ्यायो यहाँ लक्कीहरूले झार खोज्दै के भयो भने लक्की हुन्छ अरे दिदी चार पाटे भेट्यो भने लक्की हुन्छ अरे अब यहाँ काम नगरिकन खाना पाइने हो बिना काममा अनि त्यही हो है पानी छिट्याउन लाग्यो अनि त्यही हो हाम्रो अब रमाइलो चाहिँ यहीँसम्म भयो अनि हामी कति 1:30 बजे आएको थियौँ मेबी अनि एकदमै रमाइलो भयो इन्जोय गर्यौँ मिठो नेपालको याद आयो अनि वान्स अगेन ह्याप्पी दसैँ सबैजनालाई राम्रोसँग दसैँ मनाउनु होला कसले दसैँ मनाउन मिल्छ हामीले चाहिँ दसैँ मनाउन मिल्दैन यहीँबाट विस गर्न चाहेँ है अब हेर्दै जानु होला अब म चाहिँ मेबी अब चाहिँ रुम गएर अनि त्यसपछि रेडी भएर कामको लुगा बोकेर अर्को काममा जान्छु अनि यहाँ चाहिँ हाम्रो वेदर कति 5 बजीदेखिको 6 बजीदेखिको भोलि बिहान 5 बजीसम्म पानी रहेछ त्यही भएर हामी झराकचुरुक उठेपछि लाग्यो दिदी कस्तो भयो आज रमाइलो भयो पानी एक नम्बर पानी पर्न लाग्यो अब हामी चाहिँ जान्छौँ अब एउटा दुइटा फोटो खिच्छौँ गर्छौँ त्यसपछि घर फर्किन्छौँ त्यही हो यहीँबाट चाहिँ घर झर्दिन्छु कस्तो भयो अस्मिता कस्तो भयो आज मिठो भयो खानेकुराहरू कस्तो भयो तिमीलाई रमाइलो लाग्यो मिठो लाग्यो अरू केही न केही मिठो भयो रमाइलो भयो सो यहाँ चाहिँ कालो मैलो भएर पानी यही भयो तोएर जानुभएको छ पानी पर्न लागेको छ त्यही भएर हामी घर फर्क्यौँ है यस्तै भयो आजको चाहिँ फेरि आम्ला ओके आउँदै हुनुहुन्छ है यत्रो भाउ पेट चाहिँ फुल्दैन त्यही होला अहिले उति हामी चौडीमा गएर भेट्छौँ फोटोसुट गर्ने बेलामा है त पानी पर्यो गडङ गुडुङ गरेर पानी पर्यो बिचरा बर्थडे मनाउन आएको मान्छे पानी परेर रोक्यो म त लाग्नु त पऱ्यो नि होइन यस्तो दामी पानी पर्यो अब अलिकति पानी पर्दाखेरि बिचरा बर्थडे मनाउन आएको होला पानी परेर यस्तो भयो यस्तो धेरै भयो पानी ओभायो एकैछिन प्यारेर भएको जस्तो गर्यो है हामीलाई रोकाइदियो है त्यसपछि अनि कस्तो दामी स्पेस के पिम्पल राख कि यहाँ फेरि गर्न नै हुँदैन क्या बोल्दा पनि दुखेछ है यस्तो दामी छ हेर्नु न आउनुपर्छ है एकचोटि जापान घुम्न चाहिँ आउनुपर्छ हाम्रो टोली अरे त्यही हो है यस्तो
थकाइ लाग्यो मलाई त आज रमाइलो दिदी एकदमै साइलेन्सर मान्छे हो होइन एकदमै साइलेन्ट भएर बसेर दिदी चाहिँ बोल्नु नि हुन्छ एकदमै क्युटी पाइ माया लाग्थ्यो है बोल्नु नि हुँदैन तपाईँ किन नबोलेको हामी बुढी छौँ है यहाँ तपाईँलाई रमाइलो कस्तो रमाइलो होइन दाना कोबी बोकेर हिँड्नु पऱ्यो है खाना चाहिँ सजिलो अनि खाइसकेपछि त्यो खोरहरू बोकेर हिँड्नु गाह्रो है अनि त्यही हो है यो लामाको बुढीले मलाई दाना दाना भनेर हैरान पारिरह म अब लामालाई फोन गरेर भनिदिन्छु बी अलर्ट है लामा बी अलर्ट अनि त्यही हो है ओ माई गॉड यस्तो दामी है ल गाना खिच्ने हो खिचौँ है मेरो त काममा जाने बेला भयो सोरो सोरो अनि पानी पनि पर्छ बेलैमा घर पुगेको राम्रो कस्तो दामी बनाएको भ्याइयो है हाम्रो टिकटक फोटोसुट सबै भ्याइयो क्यामेरा स्यामेरा पनि थन्काइयो आजको लागि यति नै भन्न चाहेँ अब बाँकी चाहिँ अर्को भिडियोमा फेरि हामी यसरी नै जम्मा भएर जम्मा हौँला त्यही हो कस्तो दामी त्यो पानी उयो भएर के होला कस्तो राम्रो देखियो ल हेर हौ पार्टीहरू अब हामी अलि अगाडि गएर भेट्छौँ अब हामी चाहिँ छुट्टिन्छौँ होला मेबी स्टेसनमा गएर है अब कोही कता जाने हामी चाहिँ काम गर्ने नजिकै पिकनिक खान आएको थियौँ आज मेन चाहिँ दसैँको नाम पारेर है सबैजना खायो यो रमाइलो पनि भयो सो इन्जोइङ गरियो टु मच भेरी भेरी छिटै फेरि यसरी नै जम्मा भएर सबैजना खाना पाम रमाइलो गरौँ होइन अब यसो बिदा सिधा मिलेर जुडिएछ भने चाहिँ अब सबैजना चाहिँ घर जानुहुन्छ दिदीहरूसँग टाइम हुन्छ होइन अब मेरो चाहिँ गएर अलिकति फ्रेस भएर ड्रेस चेन्ज गरेर कामको लुगा बोकेर जानुपर्ने हुन्छ अर्को काममा यो चाहिँ म बिहानको कामबाट सिधै यता पिकनिक आएको हो सो त्यही नै हो है अब दिदीहरू हामी चाहिँ छुट्छौँ होला मेबी सो साथीहरू हामी चाहिँ सबैजना छुट्यौँ है दिदीहरू बहिनीहरू अनि मेरा साथीहरू लाग्यो आफ्नो घरतिर अनि म नि रुम जाँदैछु सो पानी परिरहेको छ होइन म चाहिँ रुम गएर भेट्नेछु हजुरहरूलाई आजको भ्लग चाहिँ के कस्तो लाग्छ मेबी अब यो भ्लग यति समय राख्छु होला म अट्याच गर्छु होला अब काममा जाँदाखेरि भ्लगको क्लिप्सहरू लिनु त हुन्थ्यो तर अफसोस मेरो मोबाइल रातो भइसकेको छ उहाँ सो आजको भ्लग चाहिँ यति नै हुन्छ होला होइन दिदीहरू मेरो बहिनीहरू साथीहरू पनि आफ्नो घरतिर जानुभयो सबैजना चाहिँ रेस्ट गर्नुहुन्छ अब म चाहिँ फ्रेस भएर काममा जान्छु पानी पनि परिरहेको छ होइन पानी परिरहेको छ आफ्टर लङ टाइम मैले भिडियो सानोतिनो मेमोरीहरू अट्याच गर्न चाहेँ र आजसम्म माया साथ सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यदि अब यो भिडियो चाहिँ म यहीँ इन्ड गर्छु होला मेबी म एकचोटि घर गएर भेट्नेछु पानी परिरहेको छ अलिकति भिडियो बनाउने खालको इन्भाइरोमेन्ट नै छैन सो आजको रमाइलोहरू चाहिँ यति नै भयो फेरि पनि ह्याप्पी दसैँ भन्न चाहे सबैजना नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई राम्रोसँग दसैँ मनाउनु होला आफ्नो केयर गर्नु होला जहाँ जस्तो हुनुहुन्छ ह्याप्पी खुसी हेल्दी रहनु होला यही नै हो होइन अब त्यही हो कहिलेकाहीँ रमाइलो पनि गर्नुपर्छ रमाइलो पनि हाम्रो एउटा जीवनको छुट्टै एउटा भागमा हुन्छ दुःख त छँदैछ होइन सो त्यही नै हो यो भिडियो चाहिँ यहीँसम्म हुन्छ होला एउटा हजुरहरूलाई गुड न्युज थाहा छैन यो चाहिँ मेरो नयाँ फोन हो बाइ द वे है नयाँ फोनबाट मैले यो भिडियो लिइरहेको छु मेरो पुरानो फोन चाहिँ छैन अनि म यो बिचमा मैले भिडियोहरू म अलिकति गायब भएको थिएँ मेरो इक्जामहरू चलिरहेको थियो यो कुराहरू म अर्को भिडियोमा म खुलाउने छु सो अहिले चाहिँ पानी परिरहेको छ म घर गएर भेट्छु है त थ्याङ्क यू सो मच एभ्रिवान जसले पनि अन्तिमसम्म हेरिदिनु भयो र यो भिडियो चाहिँ मैले यहीँ घरमा आएर इन्ड गर्ने निर्णय गरेँ सो
अहिले काममा जाने बेला भयो मेरो फोन चाहिँ अफ भएको भएर मैले फोनमा चार्ज हालेको थिएँ अनि एकछिन निदाइछु है अनि मेरो काममा जाने पनि बेला भयो म चाहिँ भर्खर जस्ट उठेर लुगा मात्र लायो रेडी हुन्छु सो अलिकति फ्रेस हुन्छु अनि मेरो काममा जानुपर्नेछ अनि थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो यति धेरै मायाको लागि यति धेरै ब्लेसिङ्सको लागि धेरै धेरै धन्यवाद र धेरै माया भन्न चाहेँ अन्तिममा जाँदै ह्याप्पी दसैँ एभ्रीवान दसैँ तिहार मजाले रमाइलो गरेर मनाउनु होला सो यो भिडियो चाहिँ आजको लागि चाहिँ मैले यति नै गर्ने निर्णय गरेँ अनि त्यही हो नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला हाम्रो यो जापानमा चाहिँ अहिले जाडो अलिअलि जाडो चाहिँ महसुस भएको छ होइन के कस्तो छ हजुरहरू बसेकोतिर मौसम कहाँबाट कसले हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्न नभुल्नु होला अन्तिमसम्म हेरिदिनु भएकोमा चाहिँ हार्डली भित्रबाट धेरै धेरै धन्यवाद भन्न चाहेँ अनि अब चाहिँ म बिदा लिन चाहन्छु अनि त्यही हो आफ्नो केयर गर्नु होला अनि यसरी नै माया ब्लेसिङ्सको लागि धेरै धेरै धन्यवाद यसरी नै माया गरिरहनु होला नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला यो भिडियो चाहिँ मैले अब यहीँ नै गर्छु मेरो चाहिँ जाने बेला भइसक्यो मेरो 10 मिनट ढिलो पनि भइसक्यो होइन म 20 मिनट अगाडि हिँड्नुपर्ने धेरै टाढा त छैन मेरो काम गर्ने ठाउँ यहाँबाट 5 मिनट लाग्छ त्यसपछि अलिकति रेडी पनि हुनुपर्छ वहाँ पनि अलि 2-3 मिनट अगाडि पनि कार्ड हाल्नुपर्ने हुन्छ सो त्यही भएर म चाहिँ छिट्टै जान्छु अनि आज मेरो 7 बजेदेखि काम भएको भएर म चाहिँ पार्टी एटेन्ड गर्न सफल भएँ त्यसको लागि म एकदमै ह्याप्पी छु मेरो दिदीहरूसँग हाम्रो काम गर्ने साथी दिदीबहिनीहरूसँग रमाइलो गर्ने एउटा मौका पाइयो जुरो सो रमाइलो गऱ्यौँ फेरि आउने दिनहरूमा पनि यदि बिदा मिलेछ भने फ्री भइएछ भने होइन रमाइलो गर्नेछौँ टाइम निकालेर सो त्यही हो रमाइलो पनि गर्नुपर्ने हुन्छ धेरै त्यो काम दुःख पनि होइन खुसी र रमाइलो पनि रोज्नुपर्ने हुन्छ बेला बेलामा होइन सो त्यही हो मैले चाहिँ अब यो भिडियो यहीँ इन्ड गर्छु अर्को भिडियोको लागि स्टे ट्युन एभ्रीवान थ्याङ्क यू सो मच आई लभ यु अल बाई